स्वागत छ तपाईहरुको मेरो ब्लगमा। हामी चाहिँ भोजपुरदेखि धरान हिँडेको आज नानीको पेम्पर सकेर स्कुल बजार किनेर ल्याइदिँदैछ। सामानहरु गाडीमा हालेर हामी चाहिँ गयौं साथीहरु। हाम्रो चाहिँ बाइक स्कुटीदेखि गएको सामानहरु गाडीमा पठाएर हामी चाहिँ आफ्नो गाडीमा फर्क्यौं। यहाँ चाहिँ स्कुटीमा बस्न अलिक नमजा हुन्छ र हामी चाहिँ बाइकमा बसिरहेछौं। भाइले अगाडि स्कुटी लगाएर लगिरहेछ। यहाँ चाहिँ यो बाटोमा चाहिँ कस्तो साह्रो स्कुटी नै चिप्लिने अनि धुलोमा नि चिप्लिने, यो बालोमा नि यो गिट्टीमा पनि चिप्लिने हुँदाखेरि कस्तो साह्रो हुन्छ। कुदाउने स्कुटी चाहिँ चिप्लेको गर्छ। अनि त्यसपछि मैले एकछिन स्कुटी कुदाएँ भन्दा नि भोजपुरसम्म मैले नै कुदाएँ। अनि वासहरू गाडीहरू गरेर हामी चाहिँ खाजा साजा खाएर गाडी वास गरेर बाटो लाग्यौं साथीहरु। अब त्यसपछि चाहिँ हामी लाग्यौं धरान। भाइले चाहिँ मजाले कुदाउँछ, पहिला नि कुदाउँथ्यो तर फर्स्ट टाइम भएको भएर कसरी कुदाउँछ भनेर आफूलाई डर लाग्छ नि त, भरे लड्यो भनेर अहिले चाहिँ मजाले कुदाउँछ। त्यसपछि हामी बाटो लाग्यौं साथीहरु। मेरो छोराले वक्क पार्दैछ उसको मामालाई। हामीले चाहिँ उसैको लागि भएर भएन पनि बाटोतिर बस्दै खेलाउँदै भुलाउँदै उसैलाई ल्यायौं। अर्कोजना फोनमै झुन्डिरहेछ अनि बस्दै आयौं। म चाहिँ बाटोमा कस्तो साह्रो एकचोटि भोजपुरमा ल्याइ पुर्याउँदाखेरि कस्तो साह्रो लडेँ नि त, त्यही भएर मोडै खराब भएको थियो। त्यसपछि बिन्दुको उसको साथी पनि भेट भयो अनि हामी चाहिँ सबैजना मिलेर सँगसँगै आयौं। हामी माथि धनकुटादेखि नै सँगसँगै पर्खा गर्दै आयौं। स्कुटीमा चाहिँ बस्नु लास्टै नमजा हुन्छ, त्यही नि लडेको भएर कस्तो नमजा त भइरहेको थियो। त्यही पनि घर त आउनै पर्ने थियो, त्यही भएर मैले राम्रो भिडियो पनि बनाएन। थ्याङ्क्स फर वाचिङ।